हेलो साथीहरू, म चाहिँ ड्युटीतिर जाँदैछु। मेरो सधैँ दिनचर्या चाहिँ यसरी नै मार्केटतिर जाने पर्छ। अब आज काम एक ठाउँको काम थियो, डेलिभरी थियो। अब मेरो रुट प्लानमा जर्नी प्लानमा जाँदैछु है साथीहरू। तपाईँकोतिर कस्तो छ कति? यहाँनिर अहिले समय 12 बजेर 9 मिनट भएको छ। गर्मी बाहिर अत्याधिक छ। अहिले सानो भोल्युममा म्युजिक एफएममा रेडियोहरू बजिरहेको छ, त्यो सुन्दै हिँडिरहेको छु। खासै म रेडियो सेडियो यसरी म्युजिक सुन्ने मान्छे त होइन, तर पनि यो रेडियो खोलेर हिँड्दाखेरि चाहिँ यहाँ हुँदै गरेको गतिविधिहरू, यहाँ हुँदै गरेको समाचारहरू, नियम कानुनहरूको विषयमा अपडेटहरू आइरहेको छ। त्यही भएर पनि म रेडियोलाई चाहिँ सुन्ने आदत पर्यो। घरमा गएर त सुन्दैन, तर पनि यसरी ट्राभल गर्दाखेरि चाहिँ म्युजिक रेडियो अन गरेर हिँड्ने गर्छु है साथीहरू। तपाईँहरूकोतिर कस्तो छ अहिले, के छ, कति गर्मी छ? यहाँ चाहिँ त्यस्तो पानी धेरै पर्दैन फेरि। कति चाहिँ प्रायः त पानी क्लाउड सेडिङ गरेर धेरै खर्च गरेर क्लाउड सेडिङ गरेर पानी पार्छ भन्ने कुराहरू सुनिन्छ। म चाहिँ हाल आज घरमा छु र अनि यो रसुलखेमा साइड, फुजेरा साइड, यो चाहिँ अलिकति पहाडी इलाका पर्छ। त्यो एरिया साइडतिर, अलेन साइडतिर चाहिँ अलिकति बेसी मात्रामा, धेरै मात्रामा पानी पर्छ। अनि यो दुबईतिर, सार्जातिर, अजमेरतिर चाहिँ खासै त्यति धेरै पानी पर्दैन। तैपनि यता पानी पर्दा पनि जाडो मौसमतिर चाहिँ पानीहरू अलिअलि परिरहेको छ। यस्तो छ है साथीहरू। यसरी अब देश छोडेर आइएको छ, अर्काको देशमा काम गरिरहेको छौँ। अर्काको देशलाई, अर्थतन्त्रलाई बन्द गरिरहेको छौँ। आफ्नो देशमा रोजगारी छैन। रोजगारी नभएको कारणले गर्दाखेरि अर्काको देशमा आएर हामीले चाहिँ अब तलबमा काम गर्छौँ र यहाँको मालिकहरूलाई धनी बनाएका छौँ, अर्थात् यहाँको अर्थतन्त्रलाई बलियो बनाएका छौँ। आशा छ हाम्रो भावी दिनमा, भावी समयमा हाम्रो देशले फेरि चाँडोभन्दा चाँडो मुहार फेर्नेछ र देश धनी हुनको लागि, विकसित हुनको लागि उत्पादन निर्माण हुनु एकदमै आवश्यक छ। उत्पादन निर्माण भएर आफ्नै देशमै हामीले अरू देशमा जब बेच्न थाल्छौँ, निर्यात गर्न थाल्छौँ, तब मान्छे, जनता पनि धनी हुन्छ र देश पनि धनी हुन्छ साथीहरू। यस्तै छ है। तपाईँले देख्न सक्नुहुन्छ कमान, चुल्ली बहनहरू यही देशको स्थानीयवासीहरूभन्दा पनि बाहिरको मानिसहरूले नै यो देशको अर्थतन्त्रमा चाहिँ हाल्नेको छ है साथीहरू। रोड, पानी नभएको ठाउँमा खोलाको भन्दा ठुल्ठुलो विशाल ब्रिजहरू, पुलहरू बनाएको छ। यो देख्नुहुन्छ माथि। ट्राफिक जामहरूलाई कसरी कटौती गर्ने भनेर, कसरी चाहिँ नियन्त्रण गर्न सकिन्छ भनेर यो तरिकाले रोडहरू बनाइएको छ। यस्तो छ गाइस। तपाईँहरूले हेरिदिनु भएको लागि धन्यवाद। थ्याङ्क यू फर वाचिङ. Keep tuned on for